गीत गाउँ पहिला नाम परिचय दिउँ। हजुर बारीवट गाउँपालिका वडा नम्बर 8 को म वडा सदस्य। जनता कृषकहरूले अब डाँडा पाखाहरू जाउँ भन्छन्, किसान गर्छु भन्छन् होइन, तरकारी खेती गर्छु भन्छन्, कोही स्याउ खेती गर्छु भन्छ। बिना पानीको ठाउँमा अब तलबाट हामी करिब करिब अब 2400 मिटर हिँडी आइसक्यौँ। तर पनि अझै पनि जनताको माझमा अझै जान डुल्न मलाई मन लाग्छ। अनि अझै केही सेवा सुविधा पाओस् भन्ने न हो। तर मेरो नाम खिम्बहार बस्नेत हो, वडा नम्बर 8 लैखम। अनि खिम्बहार बस्नेत भन्ने त्यसरी चिन्दैनन् होला, चिन्थे तर खिम्बहार बस्नेत नै हो। अहिले वडा सदस्य पनि जिते, जनताको माझमा केही विकास गरौँला भनेर जित्या हो। तर केही विकास नभएर 2-3 वर्ष गइहाल्यो। 2 वर्षमा केही हजुरहरू पनि तलतिरबाट आउनुभएको छ, कृषि सेवा कर्मचारीहरू होइन, वनका कर्मचारीहरू आएर केही राम्रो कुराहरू सिकाउनु होला। र अझै जनताको माझमा अझै 24 महिना चाहिँ केही आफ्नो कुराहरू व्यक्त गरेर पनि म पनि कृषि पेसा गर्दै जाने मान्छे हो ल। अनि एउटा गीत पनि गाइहाल्नु होइन। हाय खेत कहिले बनायो वल्टा कोल्टा बुइसी सर्त्या, खेत कहिले बनायो लोन्या डुङ्गी बग्न्या पानी, मेरो बाबु भेटक्याले बनायो लोन्या डुङ्गी बग्न्या पानी हो। गैरासु आउँदैन डाँडालाई देउलाई लाकुरी, गैरासु आउँदैन जेठगा महिना न्यावलीले, क्यानो सितिरु आउँदैन जेठगा महिना न्यावलीले, कठै परै सोती गाचा नाउला काट जिउँदा खाउला, सोती गाचा नाउला बाँच्या बजी भेट गरौँला, 11औं सरकार मरिया सुनाउला बाँच्या बजी भेट गरौँला। यति नै हो। के थियो भनेपछि बाँच्यौँ भनेपछि दाजुभाइसँग भेट होला, मरिए के सुन्नु होला। त्यही त ठाउँ गथे, वडा सदस्य थिए, तल जङ्गल भनेन, भिर भनेन, बुढापाखा मान्छे गए भन्नु होला नै। यही नै त अर्थ के थियो र। गाउँमा विकास छैन, गाउँ छैन, केही छैन होइन, पानी छैन। अब तलको पानी बोकेर हिँडेको छु, त्यहाँबाट पानी केही भयो भने कोही नेता कोही बनाउँदा कोही केही लाग्यो भनेपछि केन्द्रीय योजना पऱ्यो भने यो ठाउँमा स्याउ उत्पादन गरेर टरक टरक गाडी मोटर चल्यो भने बल्लै चाहिँ हाम्रो उन्नति फेरिन्दै भन्ने हो। अर्को के थियो र। यही थियो भन्दै आफ्नो कार्यकाल जान लागेको। मनको नभए ल।